गोठैमा ल यो सब ढिँडो खाने अब हाम्रो यहाँ दाइले सौरेको दुध हेलो एभ्रीबडी वेलकम टु जुन 24 र यो भ्लग हुनेछ मेलम्चीदेखि मेरो गाउँसम्म अब मेरो गाउँको स्टेसन तपाईँलाई देखाउने छु लेट्स गो अगाडि हाम्रो टोली हुनुहुन्छ दुईजना प्रेमा शेर्पा अपरेटर र धोरे शेर्पा अपरेटर धोरे शेर्पा अपरेटर पछाडि हुनुहुन्छ मोटे मोटे हुनुहुन्छ धोरे सर हेलो के छ अवस्था के छ ओके ओके दामेङ्गिर ओके रन गए पुनः रन गए वो धन ढुंगा जाऊ वेलकम टु खाल्डे खोला र यहाँबाट चाहिँ हाम्रो 5 नगरपालिका सुरु हुन्छ त्योभन्दा अगाडि चाहिँ मेलम्ची नगरपालिका हो होइन अब यता चाहिँ के भन्छ 5 पोखरा छाङपा गाउँपालिका हेर्नुहोस् गाउँपालिका वेलकम गेट हेर्नुहोस् नजारा बाटो यस्तो छ हेर्नुहोस् यस्तो बाटोमा चलाउनको लागि डिउ खानै पर्छ हेर्नुहोस् डिउ नखाइसम्म सक्दैन यस्तो बाटोमा बाइक चलाउनलाई डिउ खानुपर्छ क्या डर के आगे जित्यो भने समय भएको छ पानी चिसो पानी नेचुरल पानी है नेचुरल पानी चिपेनीमा हेर्नुहोस् एकदम चिन्ता पानी यो खानामा मजै छुटेछ क्या यदि उतै खाने है यसरी अमृत अमृत त्यसै गरी अहिले चाहिँ हामी यो मेलम्चीबाट माथि लगभग मोटरसाइकलमा 45 मिनटदेखि सक्ने यो चिपेनी बजारमा छौँ यो बजार विशेष गरी यो माथिको विभिन्न गाउँहरूको चाहिँ हब पनि हो एउटा मार्केट टाइपको सो वेलकम टु चिपेनी बजार यो Bye bye. अहिले हामी गुन्सामा आइपुग्यौँ दिस इज गुन्सा वेलकम टु गुन्सा भिलेज
ठुलो पहिरो वेलकम टु रैथाने। रैथानेमा स्वागत छ। यहाँ भाइहरू कुलो खन्दैछ हेर्नुहोस् यहाँनिर। के खानेको तल धरा देखा धरा जानु अब अलि अगाडि हो त्यो टाइम लाग्छ धेरै प्रोसेस लाग्छ होइन हाम्रो चाहिँ 30 to 45 मिनटमा फिनिस हामी अब भोताङमा आइपुग्न लाग्यौँ। भोताङ आइपुग्नुभन्दा अगाडि यस्तो दामीको सुन्दर एउटा जङ्गल छ। त्यहाँ हेर्नुहोस् कति सेता सेता दुध जस्तो खोलाहरू बगिरहेको छ। हट्ट पनि छ, हट्टभित्र पिठो छ। अब तपाईँ 5 पोखरी जाँदाखेरि यही बाटो पर्छ, ड्रागन केभ जाँदाखेरि यही बाटो पर्छ। हेर्नुहोस् साथीहरू, यो स्वर्गभूमि हो। तपाईँहरू सबैजना आउनुपर्छ है साथीहरू। हेलो आउँछ अगाडि है। कस्तो दामी हेर नि। भोताङ आइपुगेको अवस्था। तल बाटो मेरो आफ्नै गाउँ फर्की आयो, एक झोला चौचौ बोकी ल्यायो। ल सो अहिले हामी चाहिँ रिपरमा आइपुगेको अवस्था। यता हाम्रो दाइहरू, यता आऊ, यता हाम्रो भाइ बहिनीहरू पढ्दै हुनुहुन्छ। आइगर है, ब्लग हो यो, ब्लग दाइको ब्लग है, यो युट्युबमा आउँछ है। आजङ पूर्वा आजङ तमे मैले आशा पर्छ अपरेटर सबैले आशा पर्छ हामीले। हामी उही पो हो। हजुर उही सर अमेर भयो भने पानी मिसाएर खाऊ। अहिले ठिक्क भयो त। अहिले पानीलाई भिजेर पुरै चिसो भयो त। कम हेलो गाइस, सो हामी फाइनली चाहिँ खाना खाएर टक्क अहिले हाम्रो यहाँ दाइको मामाको घरमा हामी आजको रात यहाँ डे 1 को यहाँ हुनेछ। डे 2 मा फेरि भोलि बिहान हामी के गर्छौँ सबै तपाईँलाई देखाउनेछौँ है। अब एकदम छिटो हुँदैन, पुरा पानी आउनु पर्यो। अब त्यस माजे भयो नि त, पानी आउने रहेछ, पानी आउने भयो। 就是 म। 就是 म। 这是什么？ अहिले 这是 चाहिँ 什么？ मैले
ल जाउँ योगे नौजाचा पेमा केसे दंबोला यचे चेगी न्युडुने पेमा जुने सेसुदा खोदा खान्डो माबोगो तेगी जेसुदा जिलब्जु सेसु गुरु पेमा सिद्धि हो उर्गेन योगे नौजाचा पेमा केसे दंबोला यचे चेगी न्युडुने पेमा जुने सेसुदा खोदा खान्डो माबोगो तेगी जेसुदा जिलब्जु सेसु गुरु पेमा सिद्धि हो Urgen Yurgi Nubzansa, Pema Gezer Dombola, Yansin Checking Yadunye, Pema June Sesuda, Kordo Kado Mambo, Tiki Jesuda, Tiki Love to Sesul Guru, Pema City Home. Oma Badra Group Pema City, Oma Badra Group Pema City, Oma Badra Group Pema City, Oma Badra Group Pema City. Lasso. यो ठाउँको नाम चाहिँ भाइ हैन ठ्याक्कै दोङजुगाङ हो लास्ट टाइम गरिने भए ए गाह्रो छ यार दोङजुगाङ यहाँबाट बसेर हाम्रो गाउँ देख्छ यता आउला आऊ आऊ यता यहाँ हाम्रो गाउँ हेर्नु ठाउँ यो ल हल्का रमाइलो हैन Hello everybody, we are at Chambur Hill. It's around 5 hours walk or trek from Ripar village. SMS test, Kwas. साथी ल साथी हो ढेडो खुवाई साथी हो फेरि ढेडो चाहिँ चपाउने नि फेरि सर्ट निल्ने फेरि केही आएर यहाँ टक्क मोबाइलले सर्ट निल्ने यसै बोतल बोक छाता बोक हेर्नुहोस् है म कस्तो खाले छु उत्पादन नयाँ छ त्यो आगाङ बुर्बो नि भम्बो नि है अहिले काम गर्छ नि हो ल केटा अब के हो सुताइ हो हल्का हेलो सर यता हेर्नु ल ओ सुताइ है ल घरमा सुताइ है ल हामी घरमा यहाँ सुताइ कार्यक्रम चल्यो अब यहाँ हामी ल यहाँ लोप्सामा पनि सुतिसक्यो होइन यहाँ अब म पनि सुत्यो अनि हाम्रो अब उता साथी पनि बिस्तार लगाएर सुत्दैछ ठक्क लगाएर अब यहाँ आगो पनि छ तातो छ है साथीहरू एकदम यस्तो छ है हामी लेकतिर हो
अब चाउचाउ साउचाउ खाइसक्यो हामीले चिया पनि खायो कफी अब लास्टमा चाहिँ अब यो दुध छ दुध यो दुध खाएर अनि त्यसपछि हामी बिस्तारै लाग्छौँ टक्क भएर रिगेको छ होइन भाइ अब दुध खाएर लाग्ने त अनि कम भारी त बोल्नु फोन लेसे आउँदा आज सर के गर्दै अहिले यहाँ हामी खाजा पकाउँदैछौँ चाउचाउ चाउचाउ भन ल चाउचाउ पकाएर खाएर जाने हो ल खासमा के भन्ने हो अहिले यो लेकको खाजा यसले झोल चाहिँ खुब हालेको छ केटा सुकाउनु दिनुपर्छ अलि झोल त खानु पऱ्यो नि यार झोल खानु पानी खाने पानी चारो हाल्यो झोल दिएर अर्को एउटा हाल्यो त्यसो पुग्यो झोल थोरै हुन्छ क्या त्यो बुझ्दैन ए भाइ के छ ठिक छ एकदम बढिया हामी सुकुटी न सुकुटी झोल खानु पऱ्यो नि यार होइन तर यो धेरै भयो क्या झोल चाहिँ साथीहरू नमस्कार तपाईँहरूको लागि म अहिले सिन्धुपाल्चोक जिल्ला 5 पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 2 बरुवा रिपारको लेकमा छु चौरीगोठमा छु चौरी गाउँ हो हेर्नुहोस् तपाईँले प्रत्यक्ष रूपमा होइन यता चौरीको दुध पाक्दैछ होइन यता ठिकी बन्दैछ यता गीत र यता अब यो गीतको चाहिँ अब हाम्रो बाजे अब बित्नु भइसकेको छ हाम्रो बाजे स्वर्गीय बाजे उहाँले धेरै गुनगुनाउने गीत हो यो है अनि त्यो गीत मैले बजारमा पनि ल्याइसकेको छु यहाँले सुन्नु भएको होला नानी पुत्ताले होइन त्यो गीत म गुनगुनाउन चाहन्छु है त त्यो मेवाती टेबलमा राखी हजुरलाई सेवा छ नानी पुत्ताले हजुरलाई सेवा छ सम्झना नानी पुत्ताले सम्झने छैन अब यहाँ रक्सी छैन होइन एक बोतल रक्सी मै ताउला एक बोतल ऐरक मै ताउला थाङकोट डाँडा काटौँला नानी पुत्तली थाङकोट डाँडा काटौँला सकेमा धान कमाई ल्याउला सकेमा धान कमाई ल्याउला नसकेर मौला नानी पुत्तली नसकेर मौला सम्झना नानी पुत्तली सम्झने कोही छैन म्युजिक पनि आइरहेछ फेरि त्यहाँ लोकल अर्ग्यानिक यो चाहिँ हे सप्पा हो आज घरको पुरा अर्ग्यानिक त्यसपछि यो चाहिँ चिया छ जुन चिया अर्ग्यानिक खाना अर्ग्यानिक है ल कतिको मिठो छ नि स्पेसल छ स्पेसल ल भाइ ल यसै खानुपर्छ अनि के छ भाइ ल भाइ सुरु गरेर ल सप्पा ट्राई गरेर है अब हामी टन्न खाजा जानुपर्छ किन भन्दाखेरि अब माथि अनि हामीसँग चाउचाउहरू छ नि त है ड्राई फ्रुट ल ल हाम्रो यहाँ वाइबा सर है वाइबा सर यहाँ टक्कलाई हाम्रो स्पेसल बनाइदिएछ खाजाहरू यता हाम्रो मामाहरू छ यहाँ हो हामी सप्पा खान्छौँ मिठो 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 सप्पा खान्छ यहाँ कति मिठो चिया आम्मा यहाँ अब खोर्छ नि
ओ ल लोखरो खाङको डाँडामा आइपुग्यो हामी हिँडेर से होले पम्बो से ओहो यो होले पम्बो यो ओहो हामी चाहिँ अहिले छक्क र माथि लुखर डाँडा लुखर गाउँ भन्छ लुखर गाउँमा पुग्यो है हिँड्दैछौँ हामी 3 जना यात्रा जारी छ पानी परेर लास्टै गाह्रो भएको अवस्था छ साथी हो जान्दैछु रमाइलो पनि भइरहेछ मजा पनि आइरहेछ अब हिँड्दैछु है हामी यस्तो प्लास्टिक सास्टिक उठेर एउटा अझै 2 घन्टा अझै 2 घन्टाको चाहिँ यात्रा जारी छ चाहिँ त्यसपछि माथि गोडमा पुग्छ त्यहाँबाट फेरि हिँड्नुपर्ने छ माथि यो हालिदिनु त 3-4 घन्टा यो हालिदिनु न हेलो एभ्रीबडी गुड मर्निङ इट्स डे 3 ओ हिउँ परेछ र माथि हिउँ परेछ Good morning guys from the Himalaya. Good morning from Himalaya. Guys are sleeping. Hello everyone, this is newly born baby today. She's mother. The baby is newly born. भैया वासिङ भइरहेछ जब आफ्नै सिस्टम हो आफ्नै सिस्टम हो किनभने आफै खानु पर्यो आफै बनाउनु पर्यो हैन घर सरसफाइ हुँदैछ अहिले यो हाम्रो घर हो गुरु के पकाउँदै हुनुहुन्छ सक्पा हेर्नुहोस् सक्पा यस्तो मिठो लाग्छ ये सक्पा दङ भजी अहिले हाम्रो चाहिँ ब्रेकफास्ट टाइम भएको छ हे सक्पा दङ भजी छजा तेमा त्यहाँ वरि आधा जगी त्यहाँ सिम्बु जुन कैतिर लागे म त झोली झम्टा बोकेर अब हाम्रो यात्रा दोस्रो दिनको रिपारबाट हामी अब त्यागासम्मको यात्रा हो त्यहाँ घुमेर आएर यहाँ ल जो रिपार गाउँमा बाटो पुगिसक्यो बाटो पुगेर पहिलोचोटि म यहाँ घरमा मेरो घर माथि ठ्याक्क आइपुग्नु लाग्यो ए हाम्रो घर माथि एकछिन पछि हामी घरमै देखाएको माथि मेमेको छ है गाह्रो छ
यस्तो दामी हेर न यार आहा यो स्वर्ग हो नि त यार कति आनन्द यहाँ हामी छ नि हामी अहिले यो टोर्के छेउमा आइपुगेका छौँ मासी घुमेर आगो टोर्के छेउ भनेको तपाईँको टोर्के कुण्ड भाइ हैन र यहाँ चाहिँ पोखरी छ सानो यो एकदमै शक्तिशाली एकदमै धेरै ऊर्जा भएको ठाउँ तपाईँहरूलाई म देखाउँछु है त टोर्केमा आइपुग्यौँ रिपारबाट लगभग हामी 45 देखि 1 घन्टा 1.5 घन्टाको हिँडाइमा हामी आइपुग्न सक्छौँ है तपाईँ काठमाडौँबाट कुनै ठाउँबाट आउन चाहनुहुन्छ भने म त्यही अनुसारले आइटिनरी पनि बनाएर हालिदिन्छु यो चाहिँ ने क्षेत्र हो यहाँबाट लेफ्टमा हामी लुखुरगाङ जान सक्छौँ यता नेसा है नेसा हो के छ Polaso, Ingi Molaso, Pola, Mola, Dablaso, Santiki, Demaso, Timisaki, Sumaso, So, Kiki, So, La, Gallo, La, Gallo, La, Gallo, Tum. यो चाहिँ नेसा नेसा नेसालाई एकदमै हाम्रो पुर्खादेखि हाम्रो पुर्खादेखि है यो ठाउँ भनेको हाम्रो पुर्खादेखिको ठाउँ हो हिँडेर कति गरिम भयो कि पुर्खाहरूलाई सम्झेर सबैलाई यहाँ त भाइ यहाँ छाम त कति आइस साथीहरू यो ठाउँमा म नआएको लगभग तपाईँको 12 वर्ष जति भयो 12 वर्ष जति भयो 12 वर्षपछि आउन पाएको छु एकदमै खुसी छु म भेरी ह्याप्पी र यहाँबाट माथि पनि जान्छौँ सबै कुरा देखाउँछौँ तपाईँलाई हामी यो हो हामी टोर्के आइपुगेको चाहिँ होइन रहेछ माफ गर्नु होला हामी चाहिँ लुखुरगाङ आइपुगेको रहेछ लुखुरगाङ यहाँ चाहिँ अब हाम्रो स्योङमा टोलको मामाहरूको जग्गाहरू चाहिँ यतातिर छ भन्छ यतातिर छ भन्ने कुरो छ फ्रेन्ड्स दिस इज लिज थेरापी है टक्क खान्दिनु कि मजाले खान्छ खर्चको रुख पिसिङ सेरा भाषामा पिसिङ भन्छ पिसिङ दम्बो नेपाली भाषामा यो खर्चो यो के हुन्छ यसमा घाँस हो भैँसीलाई घाँस हो यो रुख हेर पिसिङ दम्बो कलमेन्दो दङ्गुती कलमेन्दो सिधै लालीगुराँस लालीगुराँसको यो चाहिँ के अरे क्यार्पा यो क्यारो भनेको कलर निकाल्छ यसको रुखको छ नि हजुर यो रुख काटेर यो मजाले उमाल्यो भने यसको कलर निस्किन्छ कलर बेसर कलर निस्किन्छ ठ्याक्कै ए हो र पहेँलो कलरको कलर निस्किन्छ क्यार्पा नभए ताङबो तवरे इबी मेमेगी तदि जोमुतिबा त्यहाँ के भन्छ यार बिच यार यो चाहिँ खर्का है साथी हो खर्का हो यो गोठ हो गोठ पहिला बाउबाजेले चौरी गोठहरू लाउनु राख्नुहुन्थ्यो त्यो गोठ हो अहिले हामी टोर्केमा आइपुग्यौँ यो माथिको सबै गराहरू है यो सबै पहिला खेतीपाती हुन्थ्यो यहाँनिर पहिला मान्छेहरू धेरै बस्थ्यो है अब पछिल्लो समयमा बस्न छाडियो फेरि जङ्गल भएको छ अब टोर्के छेउमा आइपुग्नु लाग्यो टोर्के कुण्डमा साथीहरू अहिले हामी दोङजुङमा आइपुगेको अवस्था दोङजुङ हङ्गी नेसा यो नेसा त्यहाँ नेसासिन हजुर लागि हिँडेको छ जस्तो लाग्छ नि यस्तो भइसक्यो साथी हो अहिले हामी दोङजुङमा आइपुग्यो यो चाहिँ रिपार गाउँको भ्यू पोइन्ट पनि हो रिपार गाउँ मात्र नभएर यहाँबाट धेरै गाउँ देखिन्छ है ल हेर्नुहोस् यो पहाड ढुङ्गा ओहो सर कहाँ पुग्यो हामी ठ्याक्कै दोङजुङ ओहो ल हेर्नुहोस् तल गाउँ रिपार गाउँ पारी बाङदाङ ल हेर्नुहोस् याङ्री डाले ब्राथो भन्ज्याङ साल्मी बोलगाउँ प्रेमाङ भोथाङ ल हेर्नुहोस् भोथाङ 5 पोखरी गाउँपालिका पुरै देख्छ यहाँबाट अब यो भनेको होइन अब खासै हामी चाहिँ बिना तयारी आएको हो होइन तयारी थिएन गाह्रो छ त्यही भएर अब हेर्नुहोस् अब यस्तो हुन्छ तयारी नगऱ्यो भने चाहिँ अब अर्को पालि आउँदा हामी तयारी गराउनुपर्छ यो चाहिँ अब हाम्रो इमिडिएट प्लानिङ हो क्या गाइस अब हामी यसो यतिकै इमिडिएट प्लानिङ गरेर आएको अब हेर्नुहोस् अहिले बोतल छ भोक लागेर बोतल छ पानी छैन होइन आइ चाउचाउ खाइरहेछ
तर यसरी चोचो खायो भने चाहिँ त्यो प्लास्टिक चाहिँ आफ्नो खल्टीमा लानुपर्छ तपाईँहरू ल 11 दिनमा तिमी यहाँ के भन्छ नि शेरमेनहरू हुन्छ शेरमेन भनेको वन कुखुरा टन्नै हुन्छ टन्नै बाटोभरि वन कुखुरा भने कस्तो शेरमेन शेरमेन तल बनाउनु पर्छ नि ठाउँमा नि सम्म हेर्नुहोस् चाम्बुर मुनि गोठ तङ्बो तङ्बुजी मेमदिबे गोठ अच्छा हामी त्यहाँ 10 मिनट 10 मिनट चाम्बुर आइपुग्यो चाम्बुर यो चाहिँ हाम्रो लाजो ए लसो लसो स्पेशल स्पेशल अहिले हामी सिन्धुपाल्चोक जिल्ला 5 पोखरी थाङपाल गाउँपालिका 2 नम्बर वडा बरुवाको रिपार गाउँ सिरानको रिपार गाउँमा भन्दा तपाईँको 3-4 घन्टा माथि यो चाम्बुर डाँडामा आइपुगेका छौँ यता हाम्रो नाकुदाईको गोठ रहेको छ चौरी गोठ त्यो अनुसारले दाइले हामीलाई चाहिँ खाना तयार गर्दै हुनुहुन्छ एकदमै धन्यवाद चौरी कार्यक्रम ल्याइदिउँ रिङ्गी ल्याइदिउँ त्यहाँ ल त त्यहाँ कफी तयार गर्छौँ ल चाय गरम अर्ग्यानिक चिया kopse jan sin dibber aja namsama sagasni wa ma kolla jawdra 강아무디 분노가 되면 check pressure jam ngai nam चिनी के न halale dachimma pugदैन है तपाईहरुलाई 5 बजे घुम्यो भने पुग्दैन नि 10 दिनमा पनि पुग्दैन गाह्रो छ नि यहाँ ढेँडो पाक्दै छ है साथीहरू मकै गयो है आज मकै स्यान हैन अब फेरि कतै कोन्डे भन्छ हैन कोन्डे गोन्डे अनि फेरि उता सोलुतिर के भन्छ सोलो पनि गोन्डे भन्छ है हो गोन्डे भन्छ खै उनीहरु एउटै हो स्यान गोन्डे हेरै Comindo? स्यान छोरो है आज स्यान तयार गर्छौँ त टक्कला हुँदैछ एकदम अर्ग्यानिक ल हजुर अब खाना खाइयो खाना खाइसक्यो अब यसलाई वास गर्नुपर्छ लेगमा फेरि आर्मी सिस्टम हो आर्मी सिस्टम हेर्न आफैले मार्नुपर्छ ल चट्टबाट यसरी पेट भइसक्यो भोटेको है त हाम्रो भोटेको है फेरि हात्ती हो यता दाइले भाडा मान्दैछ ल हामी खाने कोसी खर्कामा आइपुग्यो हामी माथि कोसी खर्कामा ल सो कोसी खर्का छो ल्यालेप्सो एकछिन भिडियो नगरौ न टेन्सन पाएपछि बनाउनुपर्छ नि केही छैन कोसी खर्का छोमा हामी टेन्ट लगाएर बसिसकेका छौँ अब हामी पूजा पनि गर्छौँ ध्यान गर्छौँ साथीहरू अहिले हाम्रो डिनर टाइम भएको छ खाना खाँदैछौँ सबजना दाउदाई हाम्रो दाई लक्सङ भाइ निन्द्रामा छ अहिले ल निन्द्रामा खाइरहेछ
ल हजुर हामी चाहिँ अहिले बिहान चौरीको दुध खाँदैछौँ आहा यहाँ दाइले चिया चौचौ खाजा खाएर चौरीको दुधको पालो अब चौरी दुधको पालो हो अब यहाँ हाम्रो दाइले ल हेर्नुहोस् व्यवस्था गर्नु दाइले लनी फेबे सोसिबा हे फेबे सोसिबा हे फेबे सोसिबा हे लनी आसलाई से मो फेबे सोसिबा हे है हामी उकालो ओह्रालो यस अब शेर्पा कुरो सिक्नु पर्यो शेर्पा त सिक्नुपर्छ यार शेर्पा भएर शेर्पा भाषा आएन भन्दा फेरि खतम भयो नि आउँदैन है मन त आउँछ त ल भन्न के चाहिँ भन्छ तल नबुझेर यतिकै हाँसिरहेको थियो अरू हाँसे देखेर हो आउँछ होइन तिमीलाई कम्फर्टेबल बनाउनु भनेको मैले नत्र अलिअलि सफा गरायो धेरै सफा गरायो अहिले अलि झार्थ्यो अलि यहाँ अलिअलि सफा गराएको चाहिँ यहाँ टाइम भ्याएन नि त त्यही भएर ल हामी यहाँ फर्किनु लाग्यो यो छ नि यो नै फल्छ होला भन्दा ओखर फुटेको यहाँ ओखर ओ माय गॉड कति धेरै ओखर यहाँ रहेछ खै एकछिन अब यहाँ त ओखर यो छ नि यो चाहिँ ओखर के गर्नै पर्दैन के यस भित्र हुँदो रहेछ ओखर हामी फर्किँदाखेरि टिप्नुपर्छ है यस्तो गरेर टिपेर लाने मात्र ल ओके गर्नै पर्दैन पाकेर ल हेर्नुहोस् यो झरेछ ओखर र भोक लाग्यो भने ओखर खाने यो यहाँ राख भाइ अलि दर्शक भाइ हजुर कस्तो लाग्यो त खतरनाक फर्स्ट टाइम यो जाँदा लाने है ल जाँदा प्लास्टिकमा अलिअलि टिपेर लानुपर्छ ए त ओरङ फापादी त त्यहाँ टोर्केकी छोला छोला लेप्सोङ तमा त आज ताम चिङी द्या सुँगो द्या यो चाहिँ अब म चाहिँ नेपाली भाषामा भनिदिन्छु शेर्पा तामला लो नि शेर्पा ताम दिदी गाना शेर्पा ताम चाहिँ हामी मेसिन हो शेर्पा शेर्पा ताम दिदी तँलाई धेरै हो त्यो छो त ल छो दे 1990 की भुइचाल ल तिबाल ती छो दे हाम्रो मा सकाने नासो जम्मा नाममा सुने गर्न नेपालीमा नेपालीमा अनि त्यसपछि अब त्यो 1990 को भूकम्पपछि त्यो सबै चिरफाट चिरा भएपछि पानी गयो अनि अहिले पनि अहिले प्राकृतिक भनौँ न अब त्यो पाइपबाट पानी लिएर हालेर जमाएको रहेछ अनि यो माथि चाहिँ हाम्रो पहिले पुर्खौली जग्गाहरू छ यो माथि छ है मैले पनि खासै थाहा छैन तर छ भन्छ अब पछि एकचोटि हेर्नुपर्ने छ हो ल यार यहाँ त अब यो त गजब भइदियो ठाउँ त आहा ल हेर्नुहोस् स्वर्ग सिन्धुपाल्चोक जिल्ला 5 पोखरी थाङपाल गाउँपालिका वार्ड नम्बर 2 बरुवाको सिरानको गाउँ याङ तपाईँको चाहिँ रिपारमा बाटा माथि हेर्नुहोस् यति सुन्दर ठाउँ आहा खै हिमाल हो ओ माई गड वाट अ ब्युटी यहाँ हिमालहरू सबै देखिन्छ वाउ भेरी ब्लेस्ड टु बी हियर साथीहरू आउनुपर्छ घुम्न एकचोटि आहा अब हाम्रो चाहिँ पुर्खौली जमिनहरू धेरै चाहिन्छ अब यो पछि हामी यहाँनिर एउटा ठुलो एउटा मेडिटेसन सेन्टर हामी ठुलो एउटा ध्यान केन्द्र बनाउँछौँ यहाँनिर भोलिपर्सि अबको 10 वर्ष जतिमा प्लानिङ हामी गर्दैछौँ यो ध्यानको लागि एकदमै उपयुक्त उत्कृष्ट ठाउँ हो टिम्बुर कहाँ छ है टिम्बुरे हो टिम्बुर भन्छ हाम्रो चाहिँ शेर्पा भाषामा यारमाङ भन्छ के फलेको यो ओखर हेर्नु ओखरै ओखर पनि छ ओखर हो वाउ वाउ ओखर पनि छ वा यो ओखरको बोट छ नि त है ल गाइस ओखरको बोट हेर्नुहोस् यहाँनिर यो मान्छे छैन ओखर फलिरहेको छ ओखर फलिरहेको छ यहाँनिर अब यस्तो हुन्छ तपाईँको चाहिँ पहिला यहाँ त बस्ती नै थियो अनि बस्तीले गर्दाखेरि चाहिँ यहाँ सबै कुराहरू उम्रिन्थ्यो पहिला यो ओखर लाएर पाकिसे ओखर लाबे ल हेर्नुहोस् यहाँ ओखर ओखर देखाउनु त ओखर फुलिसियो बुझ्ने निकाल्नु ए अब ल अब दाँतले प्याक हाल्नु त यो दाँतै होइन हात यो एक ट्राई गर्नु न दाँतले जाँदैन साह्रो छ है साह्रो छ ढुङ्गाले फुटाउनु पर्छ यो ओखरलाई चाहिँ ओखर पनि भेट्यो मैले यता आउनु उता जानु यता जानु सल्लाह
गाइज अब हामी यहाँ चाम्बुरबाट चाहिँ 1 घन्टा हिँड्यो भने यहाँबाट हामी कोशी खर्का कुण्ड पुग्छौँ। कोशी खर्का छो है। ल अब हामी कोशी खर्का छोतर्फ जाँदैछौँ। पत्ता हेर्नुहोस् लेक घुम्ने भए त योसँग स्ट्रगल गर्नुपर्छ। अब हामी लगभग नजिक छौँ। हामी यो है मम्मी यहाँबाट बाटो छ गाउने अनि उयो तल यहाँनिर चाहिँ बाटो यहीँ पुगेको रहेछ होइन। अनि घर चाहिँ अहिले चाहिँ यहाँ मान्छे नबसेर झार हुँदैछ। यहाँ किचन किचन त के भन्नु स्टोर यहाँ अनि टोइलेट यता यहाँ माथि मान्ने यहाँबाट माथि All right, thank you so much for watching my vlog guys. अनि तपाईहरु सबैजनालाई धेरै धन्यवाद छ मेरो भ्लग हेरिदिनु भएकोमा। र तपाईलाई यो भ्लग मन पर्यो भने अथवा केही सजेसन छ फिडब्याक छ भने यसलाई लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला र कमेन्टमा चाहिँ तपाईलाई लागेको कुराहरु मेन्सन गर्नु होला। थ्यांक यू। सी यू इन द नेक्स्ट भ्लग।